म र मेरो साथी भाइ राइडरको नाम गोलुस राइडर अनि म चाहिँ अमर थापा हो। हामी सायद यहाँ कर्सिया पुग्यो हो, सायद कर्सिया नै हो। राइडरको पनि नाम लिनु अनि हामी हल्का रमाइलो गर्दै आज रङ्गलीतिर हजुरहरू पनि आउनु होला। एकदमै शक्ति स्थानमा हजुरहरू पनि आउनु एकदम सोचेको चाहेको मनोकामना सबै हजुरहरूको पुरा हुन्छ। एकदम भित्री मनलाई पूजा आराधना गर्नु होला। एकदम भनेको मनोकामना पुरा हुन्छ र हामी पनि जाँदैछौँ। एकदमै निकै कठिन थियो हामीलाई आउनलाई। बाटो आधी बाटोमा बाटो जाम गरिदिएको रहेछ पब्लिकहरूले। हाम्रो हाटखोलादेखि तपाईँलाई रामचोकसम्म बाटो नबनाएर एकदमै ग्राभिल भएर हावा धुवाँ गाह्रो एकदम कठिन परिस्थिति गाडी चलाउनको लागि राइड गर्नलाई। त्यही भएर बासले चेकेको रहेछ। हामी एकदमै कठिन बाटो फर्केर घुमेर गाउँघर हुँदै अहिले बल्ल अलिक राम्रो बाटो पाएको छौँ। केही छैन, संसारी माताले एकदम आशीर्वाद दिनुभएको छ। हामी अवश्य पुग्छौँ संसारी माता मन्दिरमा र दर्शन पनि गर्छौँ र हजुरहरूलाई पनि देखाउँछौँ। संसारी माता एकदमै शक्तिशाली हुनुहुन्छ। मेरो त यो पहिलो मेरो तेस्रो चौथोचोटि होला यहाँ संसारी माताको चेकिङ।
यो हाम्रो गोलु भाइ हो गोलु हामीसँग काम गर्ने भाइ हो है अनि त्यहाँनिर चाहिँ जस्तो मान्छेहरू आउँछ पकाएर खाने हो ठाउँ भन्नु न मलाई यहाँसम्म पुऱ्याएर ल्याउने राइडर भाइ हो हाम्रो भाइ यो राइडर भाइ हो यो गोलु पोदार ल्याउने पुगाउने मलाई पुगाउने ल्याउने मान्छे यहाँसम्म हाम्रो भाइ हो बाटोमा उडाउँदै 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 उडेकै थियो फेरि यस्तो ल्यान्ड भएर सिधै संसारी मानिसतारमा ल्यान्ड भएको छु अब आउनु तपाईँलाई देखाउँदैछु हामी मन्दिर दर्शन गर्न जाँदैछौँ ल हामी ल केही सिनमा मन्दिरमा मन्दिरको गेटमा पुग्न आँटे साथीहरू हामी पुग्दैछौँ अब को साथीहरू कसलाई भन्दै हुनुहुन्छ साथीहरू मन्दिर पुगेको छैन अहिले टक्क भित्र चाहिँ अब पुग्न लागेको फाइनली ग्यास हामी तपाईँलाई सनसाइज माइथानको गेटमा आइपुगेको छौँ सनसाइज माइथानको दर्शन गर्न र हाम्रो यहाँ गोलु भाइ हुन्छ राइडर मलाई पुगाउनेसम्म यहाँ त उसको भाइको हात छ है उडाउँदै ल्याएको छ फाइनली ग्यास हामी सनसाइज माइथाको दर्शन गर्न आएछौँ जय सनसाइज माता उडाउँदै होइन उडाउँदै ल्याएर आएको माताको दर्शन गर्न आइपुग्यो ल जय सनसाइज कल्याण गर्नु सक्यो दुलो हात हाल्दै खाएको छ खाएको दुलो हात जान्दैन के भन्नु खाएको त दुलो हात जान्दैन खाएको त यहाँ हाम्रो राइडर भाइले चाहिँ सामान किन आँटेको छ राइडर भाइले किन आँटेको यो कति हो त यो यो मिल्दैन साथीहरू तपाईँले चाहिँ यहाँ मन्दिरको छेउमा हेर्दै हुनुहुन्छ यो तपाईँलाई अरू किन्नुहुन्छ यहाँ चुङ्गीहरू यहाँ चाहिँ तपाईँ कस्मेटिक सामानहरू भयो अनि यहाँ चाहिँ खेलौनाहरू है यहाँ मन्दिरको छेउमा खेलौनाहरू सबै पाउँछ यहाँनिर अनि यो चाहिँ तपाईँलाई भयो यो खानेकुराको आइटमहरू तपाईँलाई पानी भयो भुजा भयो सबै चिजको पाउँछ त्यहाँनिर र हाम्रो यो राइडर भाइ हो स्कुटी कुदाउँदैछ हाम्रो भाइ फोटो खिचिदिनु न छिटो फोटो खिचिदिनु भन्छ ल केटाहरू ल